हेलो साथीहरु के हजुरहरुलाई पनि यस्तो वाउ फ्यान्टास्टिक मिठो यमी वाला कम्प्लिमेन्ट चाहिएको छ भने मेरो रेसिपी फलो गर्नु होला। सो आज चाहिँ म उवा र सुजीको लड्डु बनाउन गइरहेको छु। सो फर्स्टमा चाहिँ मैले हाफ सुजी र हाफ उवा लिएको छु। त्यसपछि मैले ड्राई नट्स किसमिस मात्र लिएको छु र चिनीको सट्टामा मैले ज्यागरी लिएको छु। हजुरले चिनी ज्यागरी जे हाल्दा पनि हुन्छ। फर्स्टमा मैले एउटा कराई तताएर त्यो तातिसकेपछि मैले आफूलाई चाहिने जति घी हाले। घी जब तात्छ तब मैले उवा र सुजीलाई मजाले मिक्स हुने गरी एकछिन रातो हुने गरी रोस्ट गर्छु। उवा र सुजीलाई मजाले ब्राउन हुने गरी घिउमा भुट्यो भने यसको लड्डुको टेस्ट एकदम मिठो स्वाद आउँछ। र यतिको रातो भइसकेपछि ग्यासको फ्लेम अफ गरेर यसलाई साइडमा राख्छु र अब चास्नी बनाउनेतिर लाग्छु। चास्नीको लागि मैले एउटा प्यानमा हाफ कप जति पानी लिएको छु र त्यसलाई जब अलिअलि बोइल हुन्छ मैले त्यसमा ज्यागरी राखेर मजाले मेल्ट हुने गरी यसलाई म पकाउँछु। यसमा ड्राई नट्स चाहिँ एकदमै अप्सनल छ। हजुरलाई जे राख्न मन लाग्छ त्यही राख्नुस्। मैले चाहिँ किसमिस मात्र राखेको छु किनभने मेरो बच्चाहरूलाई धेरै ड्राई नट्स राखेको मन पर्दैन। हजुरले काजु किसमिस पिनट जे राख्नु भए पनि हुन्छ। र मैले अब यो चास्नीमा थोरै इलायची पाउडर र घी राखेर फेरि यसलाई मिक्स गरेको छु अनि मजाको एक लेयरको तार बनुन्जेलसम्म यसलाई पकाएँ। जब यो च्याप वाला कन्सिस्टेन्सी हुन्छ हामीले यसलाई झिकेर अघिनको झिकेर राखेको उवा र सुजीमा हामीले यसलाई मजाले मिक्स गर्नुपर्छ र यसलाई सेलाउनको लागि एकछिन सेलाउनको लागि राखिदिनुपर्छ। मिक्स चाहिँ राम्रोसँग गर्नुपर्छ। मिक्स गरेर नै यसलाई सेलाउन दिनुपर्छ। जब यो मजाले सेलाउँछ तब हामीले यसलाई लड्डु बनाउनतिर लाग्छौँ। यो एउटा हेल्दी डेजर्ट लड्डुको साथसाथै यो घरमा बनाउन पनि एकदम इजी छ। घरमा बच्चाहरूले लड्डु खानलाई मन गर्यो भने म यही घरमै बनाइदिने गर्छु। कहिलेकाहीँ ड्राई नट्सको लड्डु पनि बनाइदिन्छु। यो मैले चलाउँदा मजाले सेलाइसकेको छ र मैले हातमा थोरै पानी लिएर यसरी राउन्ड शेपमा गोलो बनाउँदैछु। हजुरलाई जत्रो साइजमा बनाउनु मन लाग्छ त्यत्रै बनाउन सक्नुहुन्छ। मैले यसरी एउटा गरेर सबै बनाइसकेँ र मैले यसको गार्निशको लागि माथिबाट सनफ्लावर सीड राखेर डेकोरेसन गरिदिँदैछु। नाउ इट्स रेडी। गार्निश गर्नको लागि हजुरले जुन ड्राई नट्स पनि लिन सक्नुहुन्छ। मैले चाहिँ मेरो घरमा सनफ्लावर भएको भएर सनफ्लावर सीड राखेको छु। अब चाहिँ यो सर्भ गर्नको लागि रेडी भयो। सो अब म मेरो फ्यामिली मेम्बरहरूलाई यो दिएर उहाँहरूको फिडब्याक लिन्छु कस्तो भयो है त। सो फर्स्टमा चाहिँ मैले मेरो मम्मीलाई दिन गएँ। उहाँको रियाक्सन देखेर मलाई एकदमै खुसी लाग्यो किनभने मेरो मम्मीलाई जे पाए त्यही खान मन पर्दैन। उहाँलाई चाहिँ यो लड्डु एकदम मिठो लाग्यो अरे। मैले ज्यागरी हालेको थिएँ उहाँकै लागि किनभने सुगर पेसेन्ट हुनुहुन्छ उहाँ। अब मेरो छोराको रियाक्सन पनि एकदम वाउ थियो। उसलाई त झन् लड्डु मन पर्ने। मैले उसकै लागि बनाउने हो। एकदम मिठो थियो भनेर थम्स अप दिँदैछ। सो लास्ट बट नट द लिस्ट हाम्रो घरको एङ्ग्री बर्ड मेरो बुवा। उहाँ भर्खर सुतेर उठ्नु भएको भएर यस्तो रियाक्सन दिनुभएको। एक्चुअली हि इज अ गुड पर्सन। उहाँलाई पनि एकदम मिठो लागेर एकदम दामी छ भन्दै हुनुहुन्थ्यो। हजुरहरूले पनि आफ्नो घरमा यसरी बनाउन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई।